सम्मानीय सभामुख महोदय, धेरै समयको अन्तरालपछि स्थायी सरकारको बारेमा हामी छलफल गर्दैछौँ। धेरै ढिलो भए पनि, धेरै ठुला विवाद भए पनि, ठुलो दबाव भए पनि राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको विधेयक सदनमा प्रस्तुत गरेको छ। तसर्थ यसका सभापति रामहरि खतिवडा लगायत सम्पूर्ण सदस्यज्यूहरूलाई म आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु। यो स्थायी सरकार हो, हामी जनप्रतिनिधि आउने जाने गर्छौँ, तर यो रहिरहन्छ। यसको जिम्मेवारी धेरै ठुलो छ। तसर्थ यस कुरालाई मनन गरेर यसमा भएका अप्ठ्याराहरूलाई यो विधेयकले सुल्झाउन खोजेको छ। चाहे कुलिन पिरियड, कर्मचारी भइरहने, रिटायर भएको अर्को दिन नियुक्ति हुने, जसले गर्दा दण्डहीनता बढाएको थियो, अहमता बढाएको थियो, जथाभावी बढाएको थियो, त्यसलाई यसले नियन्त्रण गर्न खोजेको छ। चक्रीय प्रणाली अनुसार सरुवा आज भयो, आज गर्यो, मन नपरे भोलि सरुवा गर्ने र जनप्रतिनिधि र कर्मचारीको बिचमा भिडन्त गराउने जो प्रवृत्ति थियो, यसको लागि यसले रोकेको छ। यो एउटा अत्यन्तै राम्रो प्रणाली हो र दोहोरो तेह्रो सुविधालाई नि प्रक्रिया बढेको थियो। यहाँ मिटिङ छ, 2 बजे मिटिङ छ, 4 बजे मिटिङ छ, यो पनि एकदम बढ्दो थियो। यसलाई पनि यसले रोकेको छ। यसका यिनी अत्यन्तै राम्रा पक्ष हुन्। त्यति मात्र होइन, यसले 58बाट 60 वर्ष पनि बढाएको छ। समयलाई, उमेरलाई पनि यसले चिनेको छ र मन्त्रालयमा 2टा सचिव राख्ने इच्छा अनुसार त्यसलाई रोकेर एउटा सचिव राख्ने व्यवस्था पनि त यसले गरेको छ। यिनी सबै राम्रा पक्ष हुन्। के यसबाट मुलुकको समस्या समाधान हुन्छ? अब यो मुलुकको समस्या हुँदैन। स्थायी सरकारलाई हामीले फरक तरिकाले हेर्नुपर्छ। कसरी हेर्नुपर्छ? मलाई के लाग्छ भने यसलाई अब दिलराज खनालको प्रतिवेदन अनुसार, रिपोर्ट अनुसार यसको सङ्ख्या घटाउनुपर्छ र सुविधा बढाउनुपर्छ। यो सुविधाको आधारमा कर्मचारीहरूले काम गर्न सक्दैन, आफ्नो बच्चाबच्चीहरू पढाउन पनि सक्दैन। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। हामी सङ्ख्या बढाउने बाटोमा जो गएका छौँ, यसले हामीलाई राम्रो गर्न सक्दैन र अधिकारको पनि केन्द्रले अधिकारको पनि हस्तान्तरण गर्दै जानुपर्छ। तब मात्रै हामी अगाडि बढ्न सक्छौँ। अर्को महत्त्वपूर्ण कुरा हामीले के बुझ्नुपर्छ भने हाम्रो प्रशासनमा जनरल एजुकेसन पढेका व्यक्तिहरूको बाहुल्यता भयो। लोकसेवा त उसैको खोल्छ, उनीको बाहुल्यता छ, तर डाक्टर इन्जिनियरहरूको तपाईँलाई कोटाहरू खोल्दैन। अहिले जनतालाई डाक्टरको कति आवश्यकता छ, समाजमा इन्जिनियरको कोटा कति आवश्यकता छ। डाक्टर भनेको फर्स्ट माइन्ड हो, तर उसको दरबन्दी खोल्दैन। त्यस कारणले यसलाई हामीले ख्याल गर्नु पर्दथ्यो। एउटा डाक्टर पोलिटिसियन बन्न सक्छ, एउटा डाक्टर तपाईँले एडमिनिस्ट्रेटर बन्न सक्छ, म पोलिटिसियन बन्न सक्छ, तर म डाक्टर बन्न सक्दिनँ। यो कुरालाई हामीले बुझ्न सकेका छैनौँ। म इन्जिनियर बन्न सक्दिनँ, तर उनीहरू सबै चिज गर्न सक्छन्। त्यसकारण हामीले फर्स्ट ब्रेनलाई ब्रेक गरेका छौँ, रोकेका छौँ। जबसम्म हामीले प्रतिस्पर्धामा फर्स्ट ब्रेनलाई खोल्दैनौँ, कोटाहरू खोल्दैनौँ, मुलुक अगाडि बढ्न सक्दैन। यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यस कुरालाई हामीले विशेष जोड दिनुपर्छ भन्ने कुरा मलाई लाग्छ। तसर्थ यो जसरी आएको छ, यो विधेयक जुन समयमा आएको छ, जुन पीडा यसले भएको छ, यसमा लाग्नुहुने सबै साथीहरूलाई म आभार र धन्यवाद दिइसकेको छु। आज नेपालीहरूको चाड, नेपाली समाज र संस्कृतिको प्रतिनिधित्व गर्ने धान दिवसको सबैलाई शुभकामना। धन्यवाद।